साथीहरू सामान्यतया चाहिँ यो समुद्र चाहिँ झ्याप्प बसेको छ, यो काहीँ बगेर पनि जाँदैन, हल्लिँदैन पनि भन्ने एउटा भनाइ छ नि त। तर यथार्थमा त्यो छैन साथीहरू। यो पानीको छालहरू यति धेरै चल्छ नि, यति धेरै बगिरहेको छ नि, कहिले यता कहिले उता होइन। त्यो माथि यो पुरै वारपार हेर्दाखेरि झन् कस्तो देखिन्छ भने त्यो डाँडा काँडा जस्तो के, त्यो पहाड जङ्गल हुन्छ नि, पहाडको त्यो यस्तो चुचुराहरू जस्तो सानो 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 यो छालले गर्दाखेरि क्या, काहीँ उठिरहेछ काहीँ तल छ। भन्नुको मतलब अब के रहेछ भने अब यो समुद्रले पनि सायद त्यो मेसेज दिएको हुनसक्छ। हेर्दाखेरि एकदम झ्याप्प जस्तो देखिए तापनि भित्रभित्र चाहिँ के भइरहेको हुनसक्छ भनेर त्यो एउटा मेसेज पनि दिएको हुनसक्छ। अब यहाँ पुरै समुद्र चलि नै रहेको छ है। अब कति ठुलो अब यो सागर होइन, यो कत्रो हो कत्रो आँखाले देख्नु। अहिले अब म यत्रो यो समुद्रको बिचमा छु होइन। यहाँबाट चाहिँ मैले जता फर्के पनि यो समुद्र र आकाश जोडिएको मात्रै देख्छु। यो क्षितिज नै सबै समुद्रकै छ भने यस्तो धेरै समुद्रको बिचमा हिँड्दा पनि यो समुद्र चाहिँ चलेकै छ क्या। मतलब छालहरू होइन, समुद्रको छालहरू अब त्यो किनारमा मात्रै नभनु, यो बिचमा पनि समुद्र चाहिँ धेरै नै चल्दो रहेछ। यताउति धेरै नै चलिराख्दो रहेछ, बगिराख्दो रहेछ। अनि हावा पनि एकदमै चिसो होइन। सायद त्यो हिसाबमा पनि यो समुद्रले चाहिँ एउटा मेसेज दिएको हुनसक्छ। हामी चाहिँ जिन्दगीमा चाहिँ एउटा यो सबैको जिन्दगीमा हेर्दाखेरि चाहिँ एकदम आनन्दको देखिए तापनि भित्रभित्र चाहिँ धेरै कुराहरू चलिरहेकै हुन्छ भन्ने एउटा मेसेज दिएको पनि हुनसक्छ कि है। तपाईँलाई के लाग्छ है साथीहरू? ल कमेन्ट गर्नुहोस् है।